एकछिन ल ल ल ल ल ल ल ल हेर्नु ल ल ल हेर्नु ल। यो पनि स्थानीयले नै राख्नुभएको ब्याक टु ब्याक मान्छेहरू लडिरहेको 15-20 जना त रेगुलर 3 दिन भरे मान्छे लडेको लडै छ। यो जडीबुटीको ठ्याक्कै यो उसको ठ्याक्कै तल यो आकाशी ब्रिजको ठ्याक्कै यतापट्टि यो कोटेश्वर जाने साइडतिर। यो भिडियो एकचोटि हेरौँ त्यसपछि फर्दर कुरा गरौँ ल। खाल्टो छ है खाल्टो यता यहाँ खाल्डो छ है, यता खाल्टो छ है खाल्टो। यस्तो खाल्डो छ यहाँ है। यहाँबाट हामी लड्यौँ सर, यहाँ हामी लड्यौँ भर्खरै खाल्डो भएर हामी लड्यौँ यो खाल्डोमा। 100 मान्छे लड्छ अरे। ल यहाँ सुन्नु सर, यहाँ 100 मान्छे लड्छ लड्छ नि यहाँ। हामी पनि भर्खरै लड्यौँ सर। यो के हो भनिदिनु न। एक्सक्युज मी सर, होइन यहाँ हामी भर्खरै लड्यौँ कि सर। त्यही यहाँ सोल्युसन निकाल्नु पर्यो नि त। भर्खरै लडेको छ मान्छे, हाम्रो यहाँ हात काटा छ, खुट्टा काटा छ, यसको जिम्मेवारी को हो त? हामी यहाँ भर्खरै लडेको हो कि सर, भर्खर यो बाइकमा लडेको हो। यहाँ दिनमा 100 जना लड्छ अरे, 100 जना लड्छ यहाँ। यहाँ हाम्रो एकछिन यहाँ हेर्नु ल ल ल ल ल ल ल ल हेर्नु ल ल ल हेर्नु ल। यहाँ अब तपाईँले के भन्ने अब ल। यहाँ तपाईँले के भन्ने? यहाँ हामी पनि लडेको भर्खरै यहाँ लडेको, ट्राफिकलाई सोधेको ल। सर एक्सक्युज मी सर, तपाईँको सम्बन्धितबाट पुर्याउनै पर्छ यो। हामी भर्खरै लड्यौँ, उहाँ तपाईँको अहिले पनि लड्यो नि त। यो के हो भन्नु न। मान्छे यहाँ त 100 स्पिड पनि छैन, 30 को स्पिडमा लडिरहेको छ मान्छे। हामी चाहिँ 20 को स्पिडमा लडिरहेको छ नि त। थाहा हुन्छ के छ भने थाहा हुन्छ। तपाईँले सम्बन्धित विभागमा पुर्याउनु पर्छ कि पर्दैन? सडक विभागमा जानुहोस् न तपाईँहरू। सडक विभागमा जानुहोस् पो भन्छु। आज जडीबुटीमा जस राम्रै चलफल हुने बाटोमा एक्सिडेन्ट पर्यो। मेरो गल्ती छैन नि त, त्यही पनि म एक्सिडेन्टमा परेँ। खाल्टोमा परेर त्यो पनि बिजी सडकको बिचमा के। 3 दिनदेखि 100 जना भन्दा बढी लडिसकेका छन् रे त्यो ठाउँमा। कसको आँखा पुग्यो खै। प्रहरी आइरहनु भएको थियो। हामीले सर हामी आत्तिएका थियौँ त्यतिखेर। हामी जस्तो फेरि अरू कोही नपरोस् भन्दै त्यहाँनिर 2 जनाको ठ्याक्कै छेउमा अगाडि आएर एक्सिडेन्ट भयो। कसलाई भन्ने कि तुरुन्तै हामीले पुलिस देख्यौँ। पुलिसलाई पनि सर यो सम्बन्धित निकायसम्म चाहिँ यो कुरो चाहिँ पुर्याइदिनु यार, यस्तो भइरहेछ। 100 जना लड्यो होला नि, अहिलेसम्म कोही मर्या छैन। कोही मान्छे नमरेर यस्तो भएको हो कि मान्छेले वास्ता नगरे हो कि मर्नै पर्ने हो कि? नभए जनताले गल्ती गर्दा चाहिँ तुरुन्तै फाइन लाग्छ। जनताको ज्यान जोखिममा राख्ने यस्तो निकायलाई चाहिँ जवाफदेही बनाउने चाहिँ कसले हो क्या? कुमरोल्पा नारायणघाट जाँदाखेरि लड्या होइन नि त। ल मानौ त्यहाँबाट पहिरो खस्यो, अचानक त्यो भयो। काठमाडौँको व्यस्त सडकको बिचमा म लडेर म एक्सिडेन्ट भएको हो भने खाल्टोमा परेर को छ जवाफदेही? को छ रेस्पोन्सिबल? पुलिससँग हेल्प माग्यो, सडक विभागलाई फोन गर्नुहोस् भनेर जान्छ। वर्दीवाला छ नि त। मान्छे लडाइ चाहिँ उसकै आँखाको अगाडि 2 जना लड्यो। उसको काम के चिट काट्ने मात्रै हो। पुलिसमा को जान्छ? पुलिस भने के हो? मेरो लागि पुलिस भनेको मेरो गार्जियन हो। मेरो लागि पुलिस भनेको मेरो बाउ हो। चाहे त्यो मान्छेले म चिन्दिनँ, ऊ वर्दीमा छ, ऊ मेरो सुरक्षाको लागि त्यहाँ छ भन्ने हो क्या। मैले के मिस्टेक गरे भए फाइन काट्नको लागि त चिट लिएर दौडेर आउँथ्यो होला नि त पुलिस त्यहाँ। तर म त्यहाँ लडिरहेको छु, मलाई सहयोग गरिदियो। होइन म त लडिसकेँ, मलाई त केही चाहिएन। तर अब कोही नलडोस् त्यहाँनिर।
सम्बन्धित निकायसम्म त एटलिस्ट अप्रोच त दिदेऊ, एटलिस्ट आइदेऊ, साथ दिदेऊ। त्यहाँनिर सिटी फुकेर भए पनि केही समयसम्म रोक्देऊ। तिमी वर्दीमा छौ यार, तिमी युनिफर्ममा छौ। यो हो हाम्रो पुलिस। सायद मैले नै ओभर रियाक्ट गरिरहेको छु कि के हो है। हो बन्ला, देश बन्ला, 2 वर्षमा बन्ला, ठिक छ। 2 वर्षसम्म चाहिँ यस्तै हो त। गर्न धेरै कुरा गरेछ। सडक विभागलाई अलर्ट राख। म पनि बाहिर बस्या हो। साँझ अहिले 4-5 बजीतिर बाटो हिँड्दाखेरि सानो बाटोमा क्र्याक देख्यो भने भोलि 4-5 बजी हिँड्दाखेरि त्यो क्र्याक हुँदैन त्यो ठाउँमा। यस्तो बनाउन संयन्त्र एटलिस्ट मेट्रोपोलिटनमा चाहिँ महानगरपालिका के भन्छ त्यसलाई, महानगरपालिकामा त यति बनाऊ एटलिस्ट यार। इन्टरनेटमा वाही पाएर मात्रै भएन क्या। यो चाहिँ भएन। जनताले मिस्टेक गर्ने बित्तिकै फाइन तुरुन्तै लाग्छ। आला कार्ट मेन्यु नै भनिसकेको छ। म त भन्छु मैले फाइन तिर्दिनँ भनेको छैन, म तिर्छु, तिर्नुपर्छ। तर म भन्छु मैले गरेको गल्तीमा चाहिँ मेरो लागि आला कार्ट मेन्यु एकदम डेकोरेटेड वेमा हैन, एकदम मजाले विथ एक्स्ट्रा टपिङ्स मेनु चाहिँ त्यस्तो छ फाइनको मेन्यु हैन। अनि पूर्वाधार यस्तो छ, मैले आफ्नो मेट्रोपोलिटन सिटीमा बिस्तारै चलाएर आउँदाखेरि खाल्टोमा परेर ज्यान मेरो जोखिममा पर्छ र त्यही खाल्टोमा परेर 100 जना भन्दा बढी 3 दिनसम्म एक्सिडेन्टमा परेका छन्। पुलिसलाई सम्बन्धित निकायसम्म खबर पुर्याइदिनु न भन्दाखेरि सडक विभागलाई फोन गर भनेर भाग्छ हैन। अब यसमा मान्छेहरूको तर्क छ होला, आई डोन्ट नो हैन, सायद मैले नै ओभर रियाक्ट गरे पनि हुनसक्छ हैन। तर मलाई चाहिँ मेरो भित्री मनदेखि चाहिँ यो गलत हो, दिस इज रङ। बालेन सरकारबाट चाहिँ यो एक्सपेक्टेसन होइन मेरो हैन। बालेन सरकार मात्रै अहिलेको आशा। चाहे मान्छेले जति खोकोस्, मैले यस्तो गर्थे भन्नुहोस्, ज्ञानेन्द्र साई, खुसबु ओली जति नै कराउन्, कुराहरू उठाइरहेछन्, राम्रो राम्रो कुराहरू त उठाइरहेछन् संसदमा हैन, जति नै कराउन् हैन, यो जतिको काम गर्न सक्छ भन्ने जज्बा भएको कुनै पनि छैन। यही नै हो। बालेन सरकार हुँदाखेरि पनि म सडकमा सुरक्षित छैन भनेदेखि जबकि सरकार आएको 100 दिनभन्दा बढी भइसक्यो हैन। मैले पुलिसको आलोचना गरेँ हैन, तर त्यस्तो पुलिस नराख्नुहोस्। ड्युटीमा जान हतार हो त्यो होइन क्या। उसले फोन गरेर सर म ड्युटीमै हो, यस्तो यस्तो भएर छ, यहाँनिर केही न केही जोगाड गरिदिनुपर्छ, मेरै आँखाको अगाडि 2टा एक्सिडेन्ट भयो, मैले केही न केही चाहिँ गरिदिनुपर्छ भन्नुपर्ने होइन र। यही हो, सम्बन्धित ठाउँसम्म पुगोस् यो कुरा। होप अहिलेसम्म एक्सिडेन्ट कहीँ नपरेको प्लिज एकचोटि चाहिँ सम्बन्धित ठाउँमा चाहिँ पुर्याइदिनु यार यो भिडियो यार। म एकदमै डिसअपोइन्टेड भएँ आज, केही गल्ती नगरेर पनि होइन। ज्यान रिस्कमा रहेछ मान्छेको। के हो कि किन यस्तो, कि किन लापरवाहीको पनि एउटा हद भयो नि त यो त।